धेरै पैसा लगेर म कहाँ जान लागे त। सो हेलो गाइज, वेलकम टु माई न्यू मिनी ब्लग। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै आरामै छु। आज चाहिँ म बिहान उठ्ने बित्तिकै ओछ्यान मिलाएर कुचो पनि लगाउँछु अनि हात मुख धोएर खानासाना खाएर यति धेरै पैसा बोकेर जुत्ता सुत्ता लगाएर म लाग्छु ब्याङ्कतिर। भर्खरै घरबाट निस्केर अटोमा चढ्न पाएको थिएँ। साथीहरू भेटिन्छन् अनि साथीहरूले यस्तो भने, मेरो साथीहरू फेरि जता गए नि बच्चा जस्तो हरकत गर्न भने छोड्दैनन्। त्यसपछि हल्का कुराकानी गरेर म बसमा चढ्छु र लास्ट सिटमा गएर बसिहाल्छु। लास्ट सिटमा बस्नुको मजा नै छुट्टै छ भनेर बाहिरतिरको सिन हेर्दै गएको त नेपालगञ्जदेखि कोटुल पुगेको थाहा नै भएन। म जानुपर्ने ब्याङ्क चाहिँ यही हो। त्यसपछि म भित्र गएर पैसा जम्मा गर्छु अनि त्यहाँबाट त्यसपछि म सिधै गएर कोटपुरदेखि नेपालगञ्ज आउने गाडीमा चढिहाल्छु। त्यसपछि नेपालगञ्ज पुग्ने बित्तिकै म साथी घरतिर जान्छु। साथी घर गएको त साथीले झन्डै मारेनन्। सो गाइज, आजको मेरो मिनी ब्लग चाहिँ यति नै। मन परेमा लाइक, सेयर अनि सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क्स फर वाचिङ।